महतहरू एउटै हुन् भन्ने हाम्रो विश्वास छ र हामीले त्यो किसिमको अभ्यास पनि गर्दै आइरहेका छौँ। नेपालका जतिवटा जिल्लामा करिब 60 सेरोफेरोको जिल्लामा महत परिवारहरू हुनुहुन्छ, त्यो ठाउँमा महतहरूको कुलपूजा गर्ने तौर तरिका लगभग धेरै जसो मिल्छ र यो हाम्रो इस्माको कुलपूजा पनि अत्यन्तै रोमाञ्चक हुन्छ, रमाइलो हुन्छ र अत्यन्तै आकर्षक हुन्छ। यसमा चाहिँ अहिले त अझै हाम्रो चाहिँ यो बाजागाजा जुन यो पञ्चेबाजाको जुन संस्कृति छ यो चाहिँ अलिकति लोप हुन थाल्यो कि भन्ने किसिमको जुन किसिमको मान्छेहरूमा चिन्ता र चासो छ नि, त्यसलाई चाहिँ जगेर्ना गर्दै हाम्रो अमरपुरकै युवाहरूको नेतृत्वमा विशेष गरी हाम्रो चाहिँ नि पुष्करजीको नेतृत्व लगायत यो टिमले युवाहरूले नै यो चाहिँ नि पञ्चेबाजाको जगेर्ना पनि गरौँ भनेर थाल्नु भएको छ र हामीले पहिला अरू गाउँबाट चाहिँ नि पञ्चेबाजाहरू ल्याउँथ्यौँ भने अहिले त आफ्नै गाउँको चाहिँ पञ्चेबाजा हामीले आफ्नै गाउँमा यसरी युवाहरूले नेतृत्व लिएर गरेको कामलाई चाहिँ हामी अगाडि बढाउँदैछौँ। हाम्रो कान्छो बुवा हुनुहुन्छ, उहाँ एकदम पुरानो पुजारी पनि हुनुहुन्छ, हाम्रो चाहिँ महत कुल पूजाको विषयमा अत्यन्तै जानकारी राख्नुहुन्छ। यता चाहिँ हाम्रो चाहिँ टोपबहादुर महत हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो अहिलेको यो सम्पूर्ण कुलायनको चाहिँ अध्यक्ष पनि हुनुहुन्छ। हामीले एउटा यहाँ समिति पनि बनाउँछौँ, हामी बिस्तारै यसलाई चाहिँ संस्थागत रूपमा पनि अगाडि बढाउने सोच बनाइराखेका छौँ। सो अब हामी एकैछिन हामी तपाईँहरूलाई खास महत परिवारको कुल पूजामा कतिको रमाइलो हुन्छ त भनेर केही दृश्यहरू देखाउन गइरहेका छौँ। र अब यो गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर 6 अमरपुरको महत परिवारको कुल पूजा कस्तो हुन्छ अब हेरौँ। अब यो रमाइलो अब म सुरु गर्नका लागि म सबैलाई अनुरोध गर्छु है। हस्।